हेलो साथीहरु, गुड आफ्टरनुन। यहाँनिर आज चाहिँ हामी खाजा खानु आँटेको छौँ। यही मैले आटा मुछिरहेको छु है। अनि आज चाहिँ हामी यहाँनिर यसको चाहिँ लिबिर बनाएर खाने अनि हजुरहरूलाई पनि देखाउँछु। अनि चाहिँ हामी चाहिँ यहाँनिर लिबिर बनाउँदैछौँ आटा मुछेर। अन्त चाहिँ डल्लो पार्दैछौँ। यहाँ बहिनीले चाहिँ मिठो पकाउँछ नि त, अन्त यसलाई चाहिँ बनाउँ ल भन्दै हामी त्यहाँ हाँस्दै बनाउँदैछौँ। साथीहरू हेर्नुहोस् है, हाम्रो चाहिँ यस्तै हुन्छ दिनभरि कामहरू है। अनि हामी त्यहाँ बनाउँदैछौँ। मेरो चाहिँ एकदमै मोटो भयो अरे नि त, ठुल्ठुलो भयो अरे। अनि भाउजूको त हातै ठुलो छ भन्दै बहिनीहरू जिस्किनु हुँदैछ है। अन्त हाम्रो चाहिँ यही लिबिर रेडी भइसक्यो। अब चाहिँ यसलाई चाहिँ यसरी उमाल्नु पर्ने हुन्छ, यसलाई चाहिँ बोइल गर्नुपर्छ है। साथीहरू तपाईँहरू कसले खानु भएको छ? मलाई चाहिँ एकदम मिठो लाग्छ। कोही बेला चाहिँ यस्तोहरू पनि खानुपर्छ है। अनि यहाँ चाहिँ बोइल हुँदैछ है। यहाँ बहिनीले बनाउनु हुँदैछ, हाम्रो बहिनीले है। त्यो चाहिँ प्याज टमाटरहरू काट्दैछ है। यो चाहिँ यसरी बनिन्छ। हाम्रो खाजा चाहिँ लिबिर रेडी भइसक्यो। यस्तो छ। यहाँ चाहिँ हाम्रो लिबिर चाहिँ पाकिसकेको छ। साथीहरू हामी चाहिँ खानु आँटेको। बनाउने मान्छे चाहिँ पर यहीँ नानीहरू पनि छ। ल तिमीहरूको पनि देखाऊ। ल हामी चाहिँ खानु आँटेको साथीहरू। सो गाइस हामी चाहिँ यहाँ सबैजना बसेर खाँदैछौँ है। अनि हजुरहरूलाई भिडियो कस्तो के लाग्छ लाइक, सेयर, कमेन्ट अनि फलो गर्नु होला। फेरि नेक्स्ट भिडियोमा